आज अब हामी खाप्से बनाउने पुरा गुनेर राखिसक्यो हो, नुनिलो बनाएर नुन सुन हालेर अब बनाउने। अब हाम्रो बेल्ना छैन हो, अब यहाँ ग्लासले काम चलाउ गरिरहेछ। यसलाई सुरुमा फ्ल्याट बनाउने। अलिक बाक्लो भयो जस्तो छ है। पातलो बनाउनु यो मैदा भएर जाँदै जानु। त्यो ग्लासले अलिक थिच्नु सकेन, अब पानी भरेको बोतलले यहाँ गरुङ्ग भएर मजाले च्याप्टो हुँदैछ। एउटा बेल्ना पनि छैन। नाइस। एउटा डिजाइन भइसक्यो हेर्दा। लुक्स सो ब्याड बट आई होप इट वर्क्स। यसलाई यस्तो समात्नु। बिचमा यस्तो चिर्यो अनि यसलाई भित्र हालिदियो अनि तानिदियो अनि भयो। That's it. It's that easy. So तानिदियो हो भयो। यही कुरालाई त्यहाँ तेलमा हालेर खाइदिनु। Okay. And then there goes the baby. Nice. अब खासै पाक्दैछ, त्यसमा फ्राई हुँदैछ। So at the end, this is what it looks like. Yummy. Nice. Okay, there's more to come. Bye. अब यहाँ खासै बनाउनु चाहिँ अलिकति एफर्ट लाग्छ, अलिक मेहनत गर्नुपर्छ, अलिकति के भन्छ डिजाइनहरू बनाउनु पर्छ, त्यो चाहिँ अलिकति पेसेन्स छैन। अब चाहिँ के अरे निम्की बनाउनु एकदम एफर्टलेस, एकदम स्किल चाहिँ नभएको मान्छे हामी जस्तोलाई चाहिँ निम्की इट्स टु इजी टु खालि काट्यो पछि यसरी साइडबाट काट्ने यसरी। Kaatyo, and then you put this into the fryer. And then we have to burn it in this thing. Ta-da! Thank you for watching.